ठिकै छ राम्रै छ जाडो कतिको छ जाडो त बेला हो नि त हौ यति बेला त्यही त यतिखेर त जाडो छ है भन्दा नि अघि त घाम ताप्दा गरम भयो अन्त लुगा मजाले लाउनु भएको रहेछ नि त गमक्कै भएर अनि त्यहाँबाट अर्को मजा ठुलो राखेर उडेर ए अन्त कतिको रुच्दैछ खाना रुच्दैछ बुढाबुढीलाई रुच्छ नि त यो जाडामा त यति खाइए भए पनि खाएकै हो खबर राम्रै छ लु गाइदिउ न त एउटा श्लोक जे होला होला बाहुनी आएको धेरै दिन भयो अब श्लोक पनि भनौँ न यो म त श्लोक सुन्नको लागि यहाँ कस्तो आपत्ति परिरहेछ चन्द्रचारी मनोहरपुरी कैलाश दरबारमा नाना रत्न सुवनका पलङमा स्वामीजीका पासमा जमला हात गरी अघिल्तिर सरी सामने मुडा धरी लागिन् सोध्न यी पार्वती चरणमा पस्रेर बिन्ती गरी हे शम्भो करुणा निधान भगवान हे प्राणनाथका हरि गुना गुना गरी धेरै कनुभो कोसन हजुरकै सरी कति दामी माछो कुर्मा बँधेल बाघ बनिँदै कहिले मगन्ते उदै ठुलो झाडी जङ्गल कलङ्क रहँदै भुवा रहँदा सधैँ बुवा छ बुहारो कमलकी फुलमा रश्मि नगाएको थियो कुन पापी मूर्खले मारी पनि दियो श्रीकृष्ण अवतार लियो एक रानी पोखरी जोरैछन् पुतली सुनै छरीको कपाल म जान्छु रिबगी बाबा आमासँग चिठी पुर्याइदेऊ नेपाल गाई चर्न गए बहुत खुसी भई के राम्रो सिस्ने खोला भनन सिलोके दाजु जितबाजी तम्रै होला जितेछौ त भने जितौरी दिनेछु हार्दिन म केही गरी हारेछु त भने सजाय लिनेछु बहुतमा खुसी भई धन्यवाद है तपाईलाई कति वर्ष पुग्नु भयो तपाई 84 84 वर्षको मान्छेले चाहिँ यति दामी श्लोक उहिले नै केटाकेटीमा सिकेको श्लोक चाहिँ कति 7 वर्ष कि हुँदा चाहिँ बडाका छोरा दिदी खसेका बेला मामा खसे भनन हजुर हो ती दाजुले चाहिँ काखमा राखेर श्लोक सिकाएको कस्तो राम्रो अन्त हेर्नु अहिलेसम्म थाहा छ कति वर्षको हुँदा सिकेको श्लोक हो यो 7 वर्षदेखि उँभो लागेर अब 13 वर्षसम्म बसेँ माइतमा 13 वर्षमा सिकेको चाहिँ 13 वर्षदेखि गेजिङ गइहालेँ 84 वर्षसम्ममा पनि बिर्सिनु भएको छैन श्लोक छैन मैले केही बिर्सिन्न पनि बिर्सिन्न म अस्ति उठ्ने क्लबमा त्यो प्रोग्राममा सङ्गिनी भन्नुला भनेको छु भएन नि है अब अर्को पालि चाहिँ भन्नुपर्छ है ल हुन्छ धेरै धेरै धन्यवाद है तपाईलाई कति दामी श्लोक सुनाउनु भयो